चसाउको भेषमा सुख शान्ति छैन यहाँ अप्ठ्यारोको देशमा हिरो बनी चट्ट परे हिँड्छ साउको भेषमा सुख शान्ति छैन यहाँ अप्ठ्यारोको देशमा छोरी चेली बाटो हिँड्दा टोको तानिदिन्छ रातभरि गाउँमा पसी ढुङ्गा हानिदिन्छ छोरी चेली बाटो हिँड्दा टोको तानिदिन्छ रातैभरि गाउँमा पसी ढुङ्गा हानिदिन्छ दायाँ बायाँ पल्ले पुल्लो खेर्छ चोर्ने दाउ घरमा खाना चामल छैन नाम्चे पुन्टे साउ दायाँ बायाँ पल्ले पुल्लो खेर्छ चोर्ने दाउ घरमा खाना चामल छैन नाम्चे पुन्टे साउ Oh no! होइन अधिकारको आएर दैवले जुराउँछन् भन्थे केटा औँठी भेटियो सुनको औँठी भेटेकोमा धन्यवाद जाई अनि यो औँठी त हामीले भेटेको त अहिले होइन तैँले भेटेर के गर्नु यो औँठी त मेरो बेकार भेटियो दाइ अब यो सुनको औँठी तपाईँकै हो भने यहाँ किन नाटक देखाउनु जाऊ न त हिँड न त आज मेरो एउटा काम गर्नु छ तिमीले जसरी पनि मेरो काम गरिदिनै पर्छ तिमी दुईजना मिलेर जाऊ नि त ल जाऊ आमै प्रतिभा भात पकाउन आएको कि होइन ढुङ्गो पकाएर खाम कि भनेको हेत तेरिका कोइलाका कता जस्तो ढुङ्गा पकाएर खिचडी खाने जस्तो कुरा नगर न त आँखादेखि के सोधेको त अब यो माघको जाडोमा यसो भित्री कोट लाउन पाए कति मजा आउँथ्यो होला है के हो नि भित्री कोट भनेको भित्री कोट भनेको जाडोमा म तिमीलाई जति माया गर्छु नि गर्मीमा त्यत्तिकै माया गर्छु भनेको तिमीलाई मैले पहिला छैन त्यस्तो कसैले माया लाउनु मेरी आमाले यो समाजले गलत ठान्छ त्यस्तो छोरीले किन मन पराउनु पर्यो होइन आज त मेरो राशि पनि खराब छ कि क्या हो कस्तो कुतकुती लागिसक्यो ए चुप राख्न तिमी बल्ल बल्ल छोरा जन्मिनु आएछ छोरासँग गफ गर्नु पर्यो नि मैले तिमी पनि छोरा नै छ भने चाहिँ के ग्यारेन्टी छ हेत तेरी यसपालि मलाई विश्वास छ मेरो सानो दबाई ठुलो जन्मिन्छ के भने तिमीले मलाई सब थाहा भयो ल के कुरा थाहा भयो तिमीलाई मैले छोरी पाएँ भने चाहिँ हेप्नुहुन्छ हैन अब छोरी भाइ ट्राई गर्ने के त्यही त हामी महिलाहरू चाहिँ लोग्ने मान्छेको लागि ट्राई गर्न मात्रै हुनु पर्ने होला नि दाइ साग दिनु न सब्जी नै छैन पकाएर खानु होइन बुढा यसलाई 60 मिलियन ठेगा चाहिँ हामीले ल्याएको छ त्यही त नानी किन यति धेरै हेप्नुहुन्छ नदिने भए नदिने भन्नुहोस् न यति धेरै आरोप त लाउनु पर्दैन नि
पोहोर पनि मेरो बुढीको पेट तुयो तैले गर्दा यसपालि म छोड्छु तँलाई राम 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 यो पुस महिना त फासफुस गइगयो अब यो माघको जाडो चाहिँ के गरी बिताउनु त अब आछो आछो जाडो टुपी ठाडो भन्छन् अब हुनेको पो टुपी ठाडो हुन्छ त अब नहुनेको के ठाडो हुन्छ होला तेरीमा टोक्ने अकरे जुङ्गा पनि ठाडो हुन सक्छ जुगा जुगा नभन भान्जा यो कसैको फुलको थुङ्गा हुन सक्छ जुगा जुगा नभन भान्जा यो कसैको फुलको थुङ्गा हुन सक्छ दारी दारी नभन भान्जा यो कसैको तोरी बारी पनि हुन सक्छ वाह के मस्त जोक मारि हालेछ रे यतिको जोक त बिर्ताबाट कसैले पनि हान्दैन तिमीले मेरो कविताको बिल्ला हानेको हे तेरिका अब तपाईँ महाकवि लक्ष्मी प्रसाद देवकोटा भइहाल्नु भयो त्यसैले अब मेरो तपाईँले हेल्प गर्नु पर्यो ए हेल्प गर्नु पर्यो अनि काम गरे बापत चाहिँ मलाई के मिल्छ त के यो चिठी लगेर प्रति बेला दिनु त्यसको बापतमा यो सुनको औँठी दिन्छु पर्दैन खुसी राख्नु मलाई दुःख नै मलाई प्यारो छ चाहिँदैन सुनको औँठी तिमीहरूको माया नै मलाई अमूल्य छ आओ यता आऊ त होइन बुढा यसलाई 60 मिलियन ठेगा चाहिँ हामीले ल्याएको छ त्यही त नानी हे पोहोर पनि मेरो बुढीको पेट तुयो तैले गर्दा यसपालि म छोड्छु तँलाई वाला केटा मत गर एसएमएस पायो त खै देखा न हेरौँ कसको तरुणीको नि हुनसक्छ नि तरुणीको खै के लेखेको छ पढौँ न हामी पनि यता अब मैले पत्तीवाला भवने भए तिमीहरू यहाँबाट जाऊ जाँदैन हामी उतै बसेर च्याएर हेर्छौँ हो हामी त्यहीँ बसेर च्याउने हो तेरो चर्तीकाला के गर्छस् भनेर होइन तिमीहरू जाऊ यहाँबाट जाउँ अब छेउमा बस न हेर तिम्रो आमालाई त्यस्तो आरोप लागेको कारणले गर्दाखेरि मैले तिमीलाई भगाउनु परेको खुकुरी चाहिँ किन निकाल्यो कि नि राम 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 आमा पो रहेछ
बहिनी के भयो यो जङ्गलमा अनि खुकुरी लिएर तिमी त हिँडेकी छौ के भयो बहिनी यो चिठी लगेर प्रतिबला दिनु त्यसको बापतमा यो सुनको औँठी दिन्छु हेर प्रतिभा म तिमीलाई संसारभरि सबभन्दा बढी माया गर्छु तर तिम्रो कारणले गाउँबाट निकाल्ने कुरो छ त्यो दृश्य देख्नुभन्दा अगाडि नै म तिमीलाई भगाउन चाहन्छु त्यसैले छिट्टै आउन म जङ्गलमा पर्खिरहेको छु भनेपछि छोरीको ठाउँमा तिमी आयौ टेन्सन नलेऊ नारी भएर यति कमजोर आफूले आफूलाई बनाउनु हुँदैन म तिम्रो लागि सदैव यो कुरोमा अगाडि बढ्नेछु र देखाउनु चाहिँ तिमीलाई गलत होइनौ तिमी भनेर उठ उठ अरे दाइ गाउँमा अर्जेन्ट मिटिङ राखिएको छ अरे तपाईँ जानु अरे दाइ सबैले त्यसै भन्छन् त अनि त्यसले गर्दाखेरि मेरो सन्तान सबै खेर गयो प्रभु त्यही त सबै मिलेर गाउँ निकाला गर्नुपर्छ यस्तो पाराले त यहाँ गाउँमै बस्न गाह्रो भइसक्यो जबसम्म यसलाई यो गाउँबाट निकालिँदैन गलत्याएर तबसम्म यो गाउँमा घटना घटिरहन्छ त्यसलाई भगाउने प्रक्रिया हजुरले बताइदिनु पर्यो प्रभु दाइ त्यो हामीले त जुमे दाइलाई खुकुरी लिएर खेलाइरहेको थियो जङ्गलमा यस्तो देख्नुभयो त गुरु अब त्यसले त बौडाएर काटमाट पनि गर्न थालिसकेछ चिन्ता लिनु पर्दैन यस विषयमा हतार गरौँ भने काम लतरपतर हुन्छ त्यसैले वडा अध्यक्ष राखेर यस विषयमा विरोध मिटिङ राख्नुपर्छ त्यसपछि सबै गाउँले मिलेर ल्याप्चे गरेर यसलाई गाउँ निकाला गरिदिनुपर्छ म केही कुरा फुकेर दिन्छु नमस्कार नमस्कार हे तेरी हिजोदेखि फोन ट्राई गरेको लाग्दैन चुनावको बेला मात्रै फोन लाग्छ कि के हो ए तिलकजी कता यता ए तपाईँ त यहीँ पो हुनु पर्यो त ल फुर्सद छ भने गाउँमा के रहेछ कुरो बुझौँ न त ए हो र ल जाउँ न त के रहेछ कुरो ल जाउँ चिन्ता लिनु पर्दैन सब मलाई थाहा छ सालाहरू सबै गाउँमा अनपढ छन् र एउटा बेसहारा महिलामाथि ठुलो आरोप लाउँछन् अनपढहरू सम्पत्तिमा सबैजना हाई हाई विपत्तिमा पर्ने कोही छैन दाजु हेर प्रतिभा नारी भएर यस्तो कुरा नगर हिम्मत नआएर
म यो गाउँको गलत संस्कार र गलत आचरणलाई परिवर्तन गराएर देखाउँछु। टेन्सन नलिऊ। हद्दै म के गरे त्यस्तो? थुक्क साला, आफ्नो औकात देखाइ छैन। समाजमा एउटा छोरीचेलीले गर्नुपर्ने व्यवहार तिमीले गर्यौ। मलाई बलिको बाख्रा बनायौ। आज एउटा औँठी दिएर तिमीले त्यस्तो काममा लाउँदा आज कस्तो घटना घट्यो याद गर। सरी दाइ। अहिलेको 21औं शताब्दीमा आएर एउटा बेसारा महिलालाई यस्तो आरोप लाउनु मिल्छ? त्यस कारणले कसैलाई लाखा कसैलाई पाखा नगरौँ। मान्छे सबै एउटै हुन्। सबैले आफ्नो आफ्नो तरिकाले जिउनु पाउनुपर्छ। हो, अहिले चाहिँ मलाई अध्यक्षज्यूको कुरो मन पर्यो। भन, यस विषयमा तिमीलाई के भन्नु छ? मलाई अरू केही चाहिँदैन। म जस्तो अबला नारीले शिर उठाएर बाँच्न पाउनुपर्छ। अब त्यो अहिले घैँटामा घाम लाग्यो। मैले त यो कुरामा पहिल्यै भनेको थिएँ। एउटा गाउँमा अबला नारी बसेकी छिन्, दुखी नारी बसेकी छिन्, त्यसको कसैको बेसारा मात्रै छिन्, कसैको सारा लिने ठाउँ छैन। अनि उसैलाई चाहिँ तिमीहरूले चाहिँ यस्तो आरोप लाउँछौ। हो कि होइन अध्यक्षज्यू? यसको सही निर्णय हुनु पर्यो। अब उहाँलाई चाहिँ पहिलाको जस्तै राम्रो बातचीत वातावरण मिलाइदिनु पर्यो। मलाई आजसम्म लागेको झुटो आरोपहरू तपाईँहरूले माफी माग्नुपर्छ, ताकि म जस्तो अबला नारीहरूले अबको बाँकी दिनहरूमा उनीहरूले दुःख भोग्नु नपरोस्। मलाई त्यति हो। त्यही त नानीले भनेको सोरेन, ठिक कुरा हो। हामी पो गल्ती रहेछौँ अध्यक्ष साहब। अब हामी सबैले यो कुरा जानकारी गराउनुपर्छ सबैलाई। म पो मिस्टेक गर्छु। मेरो बुढालाई पनि सम्झाउँछु म। के यस्तो हुन्छ कुरा? हे तेरिका, तपाईँ केही हुँदैन टेन्सन। हे तेरिका, समाज कहाँ पुगिसक्यो? होइन अध्यक्ष साहब? ए तेरिका हो, अकरेले भनेको कुरा ठिक हो। अब हाम्रो सोच बदलौँ, अनि मात्रै गाउँ समाज बदलिन्छ। आइन्दादेखि यस्तो घटना नघटोस्। रोल एक्सन। हजुर, यसलाई गाउँ निकाल्ने उपाय रोलिङ। प्रतिभालाई यो लगेर, यो चिठी लगेर फेरि त्यस्तो भन्नु पाइन्छ? रोलिङ। हे तेरिका, अब तपाईँ लक्ष्मी प्रसाद हे तेरिका, अब तपाईँ महाकवि लक्ष्मी प्रसाद देवकोटा भइहाल्नु भयो होइन? अब मेरो एउटा हेल्प गर्नु पर्यो। हो, अहिले चाहिँ हामीले अध्यक्षज्यूको कुरा मन पर्यो। हो, अहिले त्यो अध्यक्षज्यूको कुरा मन पर्यो। गाह्रो छ नि। हो, अहिले चाहिँ हामीलाई नहेरौँ न, मलाई नहेरौँ। अध्यक्षज्यू ठ्याक्कै यतिमा हुनु चाहियो। मलाई मात्रै हेरौँ। हो, मलाई यहाँ होइन, मलाई हो। दाइ, त्यसले त जङ्गलमा यसो यसो घुकुर लिएर खेदाउँदैछ। ती देख्नुभयो त? त्यसले त बौला र त्यसले त बौला